यस्तो बाटो हिँड्दै गर्दा नि बुढाबुढी भेटिने रे के हो जसको चाहिँ सन्तानै नभएको रे हो हुने खाने घरको हो बाटोमा हिँड्दै गर्दा बाइचान्स उसँग चाहिँ एक्सिडेन्ट हुने रे म चाहिँ गएर हेल्प गरिदिने रे अब होइन र एप्रिसिएट गरेँ तिमी कस्तो राम्रो रहेछौ भनेर चाहिँ नि अब अगाडि चाहिँ मेलमिलाप हुँदै गएपछि चाहिँ अब घर जाने बस्ने मर्ने बेलामा चाहिँ यसो भन्ने नि के मेरो सारा सम्पत्ति तिम्रो नाम गरिदिन्छु म चाहिँ त्यस्तोको खोजीमै छु पापिनी महापापी त्यो चाहिँ पापी नि होइन हौ त्यो चाहिँ विष हो लालची अनि त्यो अन्त सबैभन्दा ठुलो चाहिँ के अरे त्यो सम्पत्तिमा चाहिँ अल्छिनी सोध्दै काम गर्नेलाई पनि भन्दै जाऊ गएर पल्टिदेऊ तिमीहरू पनि पल्टिनु हो कतिको सपिङ गर्छ भनेर दिन्थेँ म चाहिँ बन्नु पाओस् हो म बने भने चाहिँ मेरो छेउछिमेकी सबै साथीभाइहरूलाई नि 1000 रुपियाँ दिन्थेँ म केएफसी खानुलाई सबै केएफसी लभर मात्रै छ नि त भयो है